भएको हेर्नु न आम्मा लु अबै लु यहाँ हेर्नु पक्रेको आगो मर्यो न पानीहरू पर्यो हाम्रो किचन चाहिँ यहाँ छ पानी मात्रै पर्देको भए चाहिँ अब यहाँ हामीलाई त्यस्तै प्रब्लम हुने थिएन हो हावा डल्लको चल्ने जोरी परेछ यहाँनिर दुइटा म चाहिँ ढुक्कल माथि गएको थिएँ हो आज रामिन खान्छ चिया पाक्यो हाम्रो कुकम्यान चाहिँ यहाँ बुद्धमान दाजु हुनुहुन्छ हो यो हो नि त खाना खाइ चाहिँ कस्तो स्ट्रगल गरेर चाहिँ अब यहाँ हामी लास्टमा चाहिँ अब यहाँ चाहिँ हाम्रो बिहानको अब यो चाहिँ घर लाने अरे केटाले हो यो चाहिँ अब हामी यहीँ पकाइ खाने सब्जी यो हो नि यो खास माल त ल सबैजनालाई फेरि मेरो युट्युब च्यानलमा स्वागत छ है र आज चाहिँ हामी चाहिँ यहीँ देखिहाल्नु भयो होला पछाडि हो ब्याकप्याकहरू यस्तो छ र आज चाहिँ हामी चाहिँ डिएम साइड गयो हुँदैछ है हामी चाहिँ अब फिसिङ गर्ने हो अन्त माछा मार्ने खाने त्यतै इन्जोय गर्ने वान नाइट पनि हामी स्टे हुन्छ हो तलै अब हाम्रो टेन्टहरू चाहिँ बोकेको छैन सेल्टरहरू बनाएर बस्या हुन्छ होला हाम्रो प्लान चाहिँ त्यही छ अनि हाम्रो मेन गुरु चाहिँ यता छ हो मलाई चाहिँ बाटो फाट्दा फाट्दा को चाहिँ बाटो फाने अगाडि यो बाटो चाहिँ अब के गर्नु साथीहरूलाई एकदम रमाइलो जग्गा छ त्यसले गर्दाखेरि चाहिँ मैले यहाँ तल प्लानिङ खास प्लानिङ चाहिँ हाम्रो पछाडि हुनुहुन्छ फ्लेभर काका देखाइदिनु नि खास र हाम्रो ब्याकग्राउन्डमा देख्दै गर्नुहुन्छ नि यहाँ स्पोन्सर पनि हुनुहुन्छ उहाँ ऊ चाहिँ आज हाम्रो नयाँ जोइन भएको है हाम्रो मेरो च्यानलमा भनौँ न चाहिँ खासै म चाहिँ अस्तिदेखि नै उसलाई चाहिँ हाम्रो दाजुलाई चाहिँ जोइन गर्नेवाला थिएँ तर हाम्रो समय त्यस्तै थियो र आज चाहिँ मौका पायो दाजु आएको छ कस्तो लाग्दैछ हो दाजुलाई अहिले हामी पुगेको छैन जाँदैछु अनि पुगेको छैन यहाँ मेरो पछाडि चाहिँ अलि टाउको देख्दैछ होला ऊ चाहिँ हो मेरो भ्लगमा आएको छैन है तिमी आएको छ अहिले ए आएको छ है पोहोर कहिले आएको होला ल अब हामी चाहिँ यहाँबाट गयो हुन्छ हुँदो यहाँ बाटो चाहिँ पुरा जङ्गल भइसकेको रहेछ कोही गएको रहेन रहेछ त्यस्तै हुन्छ जङ्गलको बाटो हिँड्यो हो अब ओह्रालो 1 घन्टा जस्तो लाग्छ यहाँदेखि तल अझै ठुलो जङ्गल भेट्छ त्यो जङ्गललाई पनि सामना गरेर चाहिँ हामी पार गर्नुपर्छ हो यहाँदेखि डेम चाहिँ तल छ अलिअलि देख्दैछ यहाँ जानुपर्ने छ ल गाइस त्यही हो अब हामी चाहिँ छिटो गएर चाहिँ तल सेल्टर बनाउनु पर्ने छ किनभने अहिले टाइम पनि निकै लेट जहिले यस्तो भइहाल्छ लेट भइहाल्छ हो त्यही हो भिडियो मजाले हेरिदिनुहोस् होला इन्जोय गर्नुहोस् होला भन्दै तल भेटौँ है सबैजनालाई ओकेको आवाज यस्तो जङ्गल घारीमा चाहिँ यहाँ चाहिँ अहिले चाहिँ हामी चाहिँ यहाँ चाहिँ जङ्गल बिचमा आएर चाहिँ यहाँ रेस्ट गरिरहेछौँ अन्त बेसी थाकेर अब ओह्रालो चिप्लिँदै लड्दै आएको हामी चाहिँ बाटो फाँड्दै हो अन्त यहाँ चाहिँ बिसाएर चाहिँ चिसो खाँदै बसेर चाहिँ अब फेरि ओह्रालो जानुपर्छ हो निकै छ बाटो ओह्रालो बिचको हाम्रो यहाँ बिचको लोकेसन देखाएको तपाईँहरूलाई यहाँदेखि हामी खोला पुग्नु चाहिँ अझै आधी घन्टा जस्तो लाग्छ जाउँ अब हामी यहाँ चाहिँ जनावरको ठुलो जनावरको पहिलाहरू रहेछ यस्तो डरलाग्दो के जनावरहरू पनि डरलाग्दो पहिलाहरू रहेछ यस्तो एकदम फुट यस्तो छ यहाँ हेर्नुहोस् है पहिला डरै लाग्दो यो चाहिँ डरलाग्दो जङ्गल छ हो के जनावरहरू छ कुनै यहाँ चाहिँ खतरा छ यहाँ जनावरहरू यो पाटोहरू पनि हुनसक्छ यहाँ उम्बु गएको रहेछ यस्तो ठुलो जङ्गल छ यहाँ चाहिँ डरै लाग्दो यहाँ चाहिँ घाम पनि त्यस्तो भेट्दैन जग्गा जग्गामा त भेट्छ हो अनि यो चाहिँ एकदम खतरा जङ्गल हो यहाँनिर चाहिँ जस्तै हराउँदा चिच्याउँदाखेरि पनि कसैले सुन्दैन कहीँ सुन्दैन यो एरिया चाहिँ सबै भिर मात्रै छ हो यस्तो छ बाटोहरू पनि अप्ठ्यारो छ हो शीतल चाहिँ हिँड्नु चाहिँ तर डरलाग्दो छ एक जग्गा एरिया केटाहरू चाहिँ यहाँ चाहिँ यहाँ अब हेर्नुहोस् नि कस्तो चाहिँ छ निकै टाढै छ पुग्नु आँटेको अब चाहिँ हामी अहिले भने चाहिँ हामी चाहिँ यहाँ चाहिँ खोलामा आइपुगिसक्यौँ हो अनि हामी चाहिँ यहाँनिर चाहिँ अब यहाँ टेम्पोरेरी सेल्टर बनाउनुको लागि चाहिँ यहाँनिर जग्गा हेर्दैछौँ हाम्रो अब फाइनली चाहिँ जग्गा बनाउने चाहिँ एरिया चाहिँ यही हामीले चाहिँ हेरिसकेको छौँ है अन्त यहाँ बनाउँछौँ हामी अब टेम्पोरेरी अन्त अब खोलाको छेउमा चाहिँ हामी बस्नु हुँदैन किनभने चाहिँ खोलाको छेउमा चाहिँ राति पानी पऱ्यो भने चाहिँ पर्ने चान्स हुन्छ त्यही भएर चाहिँ हामी चाहिँ अलिकति जङ्गलमै बस्ने प्लान गरिरहेको छौँ अन्त यहाँनिर चाहिँ अब यस्तो छ जग्गा यो जग्गामा चाहिँ अब हामी चाहिँ यहाँ बनाउनु पर्ने छ हो सानो हाँगाहरू काटेर चाहिँ सुत्ने जग्गा बनाउनु पर्ने छ त्यही हो अब छिटो बनाउनु पर्ने छ यो हाँगा काटिहालौँ भनेर नि घराल त तन्काएन
कुन चाहिँ यो उयो पल्टी जाओस् न यो चाहिँ काट्नु त्यस्तो भए हाम्रो चाहिँ फिनिसिङ गर्दा चाहिँ हालत चाहिँ यहाँ मुख धुनु पाउनु छैन हो नुहाउनु पाउनु छैन अझै बाँकी छ हालत भयो तर यो हाम्रो टेम्पोरेरी सेल्टर हाउस चाहिँ बनिसकेछ भर्खर बनिसक्यो तर पनि सबै खाएको अरे भोक लाग्यो अरे खाएको छैन त्यही खाइभएको छैन अहिलेसम्म तपाईँको सायद 3 बज्यो होला कि 3 भयो 3 बजे 3 बजिसकेछ हो अब चाहिँ फाइनली सक्यो हामीले यो सेल्टर हाउस त्यहाँदेखि हाम्रो किचन चाहिँ यहाँ बनाउनु पर्ने छ हेर्नु चाहिँ यो ढुङ्गामाथि बनाउनु पर्ने छ किचन बनाएर चाहिँ खाजा बनाएर खाने हो त्यहाँदेखि माछा मार्नु पर्ने छ अझै हाम्रो दौरा खोज्नु पर्ने छ सो गाइस त्यही हो अब यो चाहिँ हामीले मेन चाहिँ हाम्रो चाहिँ सक्नु पर्ने चाहिँ यही थियो यो चाहिँ हामीले सक्यौँ है यो सकेर चाहिँ ढुक्क भयो तर भोक चाहिँ हेभी लागेको छ है जिन्दगी आब्रेङ छ है दिनमा खाँदै बस्यो हो भोकले केटा हो माछा खान आएको यही खाएको माछा मार्नु दिएन माछा खै टेन्ट बनाउनु दिनको लाग्यो अब यो डुनट खाँदा चाहिँ खास एनर्जी आउँछ दौरा खोजेको छैन तर यहाँ मेरो यो के हेर्नुहोस् यो लमक लमक यस्तो खतरनाक गर्मी भयो कि हेर्नुहोस् है पसिना गलेर नि हत्तु यो सेल्टर बनाइले यहाँ हेर्नुहोस् है मजाको भयो हो सक्यो अब चाहिँ यहाँ चाहिँ पौडी खेल्ने म चाहिँ हल्का जिउन आउने गर्मी साह्रो भयो त्यहाँदेखि चाहिँ बल्छी खेल्नु पर्ने छ अहिलेसम्म बल्छी बनाएकै छैन हो टाइमै पाएन ओ यहाँ न उँभो पानी खानु पऱ्यो नि त उँभो त पानी खानुपर्छ नि अब यहाँनिर जिउ पखाल्ने साह्रो गर्मी भयो हो नसाइको साबुन ल्याएको छ टम्मे जमाना
अब चाहिँ बल्छी उनिन्छ माछाको चारो है यो चाहिँ काको बच्चा भन्छ यसलाई चाहिँ यो हिजो बेलुका खोजेको मरिसकेको छ सबै हो त्यसै हाल्नुपर्छ यहाँ बल्छी ढुक्का लगाएर चाहिँ मैले चाहिँ अब हेर्नुपर्छ निकै ढुक्नुपर्छ हो अनि यस्तो बल्छीमा चाहिँ ढुक्का दिनुपर्छ अनि मात्रै माछा लाग्छ किनभने खोला धमिलो हुन्छ माछालाई चारो भेट्नु साह्रो पर्छ हो त्यही भएर यहाँ ढुक्का लगाएर छु अब माथि चिया खानु जान्छु यस्तो तिर्खा लागिरहेछ कि त्यही बोलु क्या यस्तो छ यहाँ हेर्नु धुवा चिया पाक्यो बास त छैन हौ उहाँ माथि बगर यता बगरमा आउनुहोस् त हाम्रो कुकमेन दाजुलाई साह्रो रहेछ यहाँनिर पुरा हम्किँदैछ चिया पकाउनु लगाएको हेर्नुहोस् यहाँ बिचोक लु हामी चाहिँ यहाँ चाहिँ अब अहिले यो चाहिँ हाम्रो लन्च चाहिँ 4 बजीको लन्च हाम्रो कुकम्यान चाहिँ यहाँ बुद्धमान दाजु हुनुहुन्छ हो यहाँ बुलडग खाइ हुँदैछ हो त्यो सलाद चाहिँ सबै हालिदिनुहोस् है एकदम पिरो खाएर चाहिँ सडक सडक भएर चाहिँ खोलामा जुम्मै डुबौँ त हप्ले पनि त हेभी भइसकेको छ यहाँ ल्याउँ है कोही बेसी जान्छ कोही कम्ती आउँछ कहिले मानिसहरू कोही एउटा लु थाप्नु त्यही थाप्नु त दुइटै हाल्नु भएको है बेसी भयो होला हौ हौ तपाईँ पनि राख्नुहोस् हुन्छ यसमा हाम्रो मिसाउने केही छैन है त्यो बेसी भयो यस्तो छ हौ यी सिनहरू पनि कति मजाको देखिरहेको छ अब यस्तो मजा लिँदै यहाँ हामी चाहिँ मजा लिँदैछौँ हो आज रामिन खान्छ गर्दा खोइ हुन्छ हुन्छ अलिक भए पनि हुन्छ हौ बराबर छ यसो खाएर चाहिँ माछा मार्नु गइ पार्नुपर्छ हौ एउटा चम्ची यता दिनुहोस् न त्यो बरा नै सनाहरू भएन हेर्नु चम्ची यस्तो खाइ चाहिँ यो के को डोनट यो त कुरकुरे हो मात्रै बोक्नु नि हामी दुइटाले पुग्छ जस्तो होइन सर के भन्छ गएँ यो खाइदिउँ होइन रेड चिमोसँग एक एकवटा खाइदिउँ खाइदिउँ है के भएर माछा फ्राईसँग खानु ए उयोसँग खाउँ न होइन छ नि हौ छ नि हौ यो पनि छ नि किङ फिसर पनि छ के एउटा मात्रै खानु आधी अहिले देखाउँ न गर्दै है साह्रो हुन्छ नि त यहाँ छ मकै पनि छ आज हामीले चाहिँ एउटा चिज चाहिँ ल्याउनु गलत बिर्स्यौँ मेन चिज चाहिँ बिर्सेर चाहिँ मन मरिरहेको छ के गर्नु ल्याउनु जानु कि कस्तो गर्नु दुध त यहाँ 1 केजी लिएको छ नि चियापत्ती नै छैन सौदा गर्ने मान्छे यहाँ छ माछा मारे जोडी जोरी परेछ यहाँनिर दुइटै म चाहिँ ढुक्कल माथि गएको थिएँ हो
हेर्नुहोस् है कस्तो दामी परेछ आज चाहिँ हामीलाई चाहिँ यहाँ खाना खानु पनि राम्रोसित नदिने रहेछ हो हावाहरू यस्तो डरलाग्दो आउँदैछ लाइटिङ पुरा हुँदैछ हो आज त हामी यस्तो हुन्छ भनेर सोचेको पनि थिएन हो अनि त्यो ढिलो भएर छ नि सुत्ने जग्गामा हेर्नुहोस् यहाँ पानी परेर यस्तो डरलाग्दो पानीहरू पऱ्यो हो हाम्रो किचन चाहिँ यहाँ छ पानी मात्रै परिदिएको भए चाहिँ अब यहाँ हामीलाई त्यस्तो प्रब्लम हुने थिएन हो हावा डरलाग्दो चल्दैछ हो त्यही भएर चाहिँ अब यहाँ खोलाहरू यस्तो आइरहेछ यस्तो बिजो भइरहेछ ल आजको चाहिँ हाम्रो दह्रो छाक भयो है माछा यी यत्रो माराइ भयो हो सबसे बिग साइजको चाहिँ यहाँ छ अहिले 4 बजी यस्तो छ अब यहाँ यति यस्तो रोस भनेर खाउँ कि यो बिहानलाई पुगिहाल्छ अहिलेको सब्जी यहाँ झुन्डिरहेछ हो यस्तो छ अब आज चाहिँ चोइन हुने भयो है चोइन हुने भयो माछा अझै लाग्दैछ माछा हो पोखेर खाएको है लु यो चाहिँ हाम्रो खाना खाइ चाहिँ भएको छैन यहाँ माछा चाहिँ आधी रोस्ट गरेर खानेवाला छौँ हाम्रो त कुकम्यान फेरि दाजु छ हो एकदम फास्टर छ नि हौ एकछिनमै बनाइहाल्यो हो गाइस खतरा छ है अब हामी दुईजना चाहिँ किङ फिसरसँगै खायो हुन्छ हो खाऊ न हो केटा हो फिसर दुईजना चाहिँ अब खाने पर्यो के खाने अब केसँग खाने यस्तो छ हो है अब यो चाहिँ हामी चाहिँ यहाँ यसो जिउ तताउनुको लागि खाने सिमरा खाइन्छ हो कम त मजा आउँछ हेर्ने बिचरा हाम्रो कुकम्यान दाजु जङ्गलमा त खास कान्छो नहुनु भन्छ तर जेठोको पो यहाँ त बिजोक पो छ हौ यहाँ चाहिँ मार मसला चाहिँ अब मजाले पाकिसकेको छ हो अब यहाँ छ चिज चाहिँ यो चाहिँ सुँगुरको मासु हो हाम्रो बेलुकाको सब्जी चाहिँ यही छ सब्जी पकाउनु हुँदैछ दाजुले छ हो तर आज चाहिँ अलिकति पानी परेर चाहिँ आगो चाहिँ बल्नु माने छैन किनभने चाहिँ अघि हामीले चाहिँ अब पानी नपर्दै दाउरा खोज्नु पाएन त्यही भएर चाहिँ बिजोक भइरहेको छ अहिले हो यहाँ हेर्नुहोस् है केही छैन पाक्छ मासु त छ्याल्बै हुँदो रहेछ है मासु नि कति 1 केजी ल्याएको होइन 400 रुपियाँको दिएको नि यस्तो छ अब मुनि केटाहरूले माछा माऱ्यो अरे उतल दुईजना देखाउँदैछ माछा यहाँ रहेछ दुईजना म पनि जानुपर्ने छ हौ गतिलो मारेको रहेछ माछा चाहिँ अब यहाँ बुदामान दाजुले चाहिँ सब्जी पकाउँदैछ हो तपाईँ बस्दै गर्नुहोस् ल ओके हामी तल गइकन आउँछु टर्च लाइट एकछिन तपाईँको छ एकछिन यतिकै राखिदिन्छु ल म अब म पनि जानुपर्छ तल बिहान अघि माछा ढुक्का लगाएको चाहिँ भए परे पनि होला हो यहाँ हेर्नुहोस् है हामीलाई चाहिँ यस्तो डर त आउँदैछ हो अब सब्जी यहाँ पकाइरहेछ सब्जी अन्त उ यहाँ सब्जी चलाउनु पर्ने यहाँ यस्तो डर त हावा आइरहेछ हेर्नु है यो त बसु राम्रोसितले बस्नु नदिने जस्तो छ है मम्मा हेर्छ हौ यो डन्डा भाँच्यो नि त गयो नि हौ कत्रो हावा आएको हेर्नु न आम्मामा लु अबै लु यहाँ हेर्नु पक्रेको आगो मरेन मलाई उडाउन आँटिसक्यो पक्रेको होइन यो ट्याङलाई छु सबै बिस्यो प्रोफाइललाई उता गरौँ न प्रोफाइल भिज्यो भरे त केही होइन हौ उयो रेनकोट छाप्नु पायो भने चाहिँ उयो लात लनाट उयो तिर्पल पनि हो
हेर्नु त मेरो छाताको बेस लगे होइन हौ दोरी चाहिँ खोजेर भनेको यहाँ बान्नु हुन्थ्यो नि अलिक छेक्नु हुन्थ्यो नि हावा रेनकोट बान्छु नि म त्यो तिरपाल हो तिमीहरूको अब दोरी चाहिँ मेन चाहिँ मुख्य त हो न अन्त मैले लिएको त दोरी त कति चाहिँ छ मेरोमा अच्छा भगवान् आज पानीमा त पर्दिन्छ के थिएन त्यही त हावा डरलाग्दो आउँदैछ आज के भएको कहिले देखियो यस्तो हावा त कहिले आउँदैन थियो त यहाँ खोलामा आउँछ यस्तो हावा कहिले आएको थिएन उयो आम्मामा यो नि त खाना खाइ चाहिँ कस्तो स्ट्रगल गरेर चाहिँ अब यहाँ हामी लास्टमा चाहिँ अब यहाँ खाना खाइ हुँदैछ हावाहुरी चाहिँ बतास चलेर हुन्छ लगाइदिनुहोस् न बतास चलेर चाहिँ यहाँ हो अहिले चाहिँ चलेको छैन हो धेरै बिजोक बनेन अलग्गै टिप्नु त कस्तो भयो म खान्छु नि पुग्छ अरूलाई पुग्छ त्यहाँ लाउनु नि किन पुग्दैन त्यस्तो छ हो त्यही बिचरा सबैजना बिजोक भयो भोकले पनि प्याक 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 भइसकिसक्यो अब चाहिँ खाना खाइन्छ मजा दियो दिन्छ माछा साछा पनि मार्नु पाइँदैन अब हो रेडी लो माछा पनि भोलिलाई पुग्ने मारिहाल्यो हामीले हो अब यो खाइन्छ मजाले खाइन्छ सुत्ने हो थाके पनि खाइन्छ पछि यो फोन चाहिँ अब स्ट्यान्डमा राख्छु है मजाले रह्यो ल सुँगुरको मासुमा पल्की खोइ तपाईँले त पिस हाल्नु भएन त किन छैन सबै छ चक्कर तानी मजाले खाउँ है केटा हो खोलामा यस्तै छ जिन्दगी तल्ले छैन तल्ले बिचरा हाम्रो कुकमेन दाजुले पकाइदिनु खाना भयो पाकेछ ल सुरु गरे ल गाइस अब चाहिँ खानासाना खाएर हामी चाहिँ मासु भातले माग्थ्यो हो अब चाहिँ हेभी थाक्यो पनि अब हामी सुत्ने यहाँ सबै यहाँ हो लुगा फेर्दैछ हो मजाले मासु भात खायो अब सुतिन्छ हो हामी थाक्यो पनि दुःख पनि बहुत पायो आज त बुद्धमा हजुर यो चाहिँ के हो यो चड्डी चाहिँ ल सबैजनालाई गुड नाइट बिहान भेटौँ है बाई चाहिँ हाम्रो बिहानको अब यो चाहिँ घर लाने अरे केटाले हो यहाँ चाहिँ अब हामी यहीँ पकाइ खाने सब्जी यो हो नि हो खास माल त यहाँ चाहिँ कतिलो यो खायो हुन्छ अब रोस्ट गरेर मार्ने मान्छे नि देखाइदिइहाल न उयो काट्दैछ यो चाहिँ केटाले घर लान्छ होला हो अब मजाले रोस्ट गरेर चाहिँ झोल हालेर खाइ हुन्छ यहाँ छ कुकमेन बिचरा हुँदाउरा चिरेकै छ बिजोक भएको छ हाम्रो कुकमेनको चाहिँ यहाँनिर चाहिँ हाम्रो आधी रोस्ट भइसकेको छ यहाँ रोस्ट हुँदैछ खाना पाएको मात्रै छ हो हाम्रो कुकमेन चाहिँ एकदम बढिया छ एकदम चाहिँ कुकमेनमा चाहिँ छिटो बिजोक छिटो बढिया होइन कि यहाँ साह्रो अब परिरहेछ। आगो हेर्नुहोस् है यहाँ यस्तो चिसो न चिसो छ हो तर पनि बल्दैछ बढिरहेछ। बोलाउने मान्छे यहाँ जाँदा कुकमेनले चाहिँ जान्दो रहेछ कसरी पकाउनु पर्ने आगोहरू कसरी बाल्नु पर्ने आज त कम्ती दामी सिन देखिरहेको छैन त हजुर पल्टाउँदै गर्नुहोस् न पल्टाउनै पल्टाउनु तेल कम्ती भएन होइन अलिक उयो भयो डाकी भयो माछा बेसी चलाउँदा पनि झुकिन्छ अब भोलिमा पुगेपछि यहाँ मेरो चतुरे भाइ चाहिँ कहाँ गयो माछा मार्दै थियो कहाँ गयो सबैजनालाई गुड मर्निङ है अहिले चाहिँ हामी चाहिँ यहाँ बिहानको खाना खान आँटेको यहाँ खानाहरू चाहिँ यस्तो छ है यो माछाको सब्जी प्याज काट्नु न उयो खाना यहाँ चाहिँ गर्मीले केटा होइन कुकिङ अब माछाको सुक्खा खाइन्छ खाना यहाँ खर्सानी यहाँ हेर्नु यो के हो यो आम्मामा कसरी खानुहुन्छ झोल मात्रै हाल्नु भएछ प्याज ल्याउँछ एउटा यहाँ हेर न यहाँ छ हौ ल अब चाहिँ हामी चाहिँ खाना बजाएँ अब यो खाना खाएर चाहिँ घर फर्किनुपर्छ हौ टाइम पनि निकै निक्लिसकेको छ ल अहिले भने चाहिँ हामी चाहिँ यहाँ ब्यागहरू सबै थन्को मनको गरेर चाहिँ रेडी गरेर चाहिँ ब्याक टु होम घर जान आँटेको है यहाँ सबैजना रेडी छौ अन्त आजको वान नाइट चाहिँ मजाले इन्जोय गऱ्यौँ हामीले मजा आयो दियोस् राति झन् झन् मरियो पनि हो
आजको राति चाहिँ डरलाग्दो पनि भयो हो अब यहाँदेखि उकालो हिँड्नु हुन्छ बाई बाई सबैलाई लाग्यो कहिले हरेस लाग्यो। माछा खुवाइ चाहिँ दामी भयो आज चाहिँ उसले चाहिँ 2टा लगेर पनि गएको छ है माछा बिचरा सानो पासन बेच्चाले माछा चाहिँ दामी जस मारिदिएको थियो आज अब म चाहिँ मै हो नि त भनेर यहाँ छ म चाहिँ देखावटी मात्रै यो चाहिँ गतिलो गतिलो छ यहाँ यस्तो चाहिँ प्याकिङ हो ल अब हामी चाहिँ यहाँबाट चाहिँ रोड निक्लिनु चाहिँ माथि निकै 1.5 घन्टा जस्तो लाग्छ उकालो त्यहाँदेखि चाहिँ गाडी बोलाउनु पर्छ हो सुरु गरिहाल्यो जो चाहिँ लम्बु छ त्यही अगाडि हिँडिहाल्छ हो ल गाइस आजको भिडियो कस्तो लाग्यो है मन पऱ्यो भने चाहिँ लाइकहरू गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् त्यही हो भिडियो मन पऱ्यो भने चाहिँ तपाईँहरूले सब्सक्राइब पनि गरिदिनुहोस् है मेरो च्यानललाई फेरि नेक्स्ट भिडियोमा मिल्नु है भन्दै आजको भिडियोलाई चाहिँ बाई बाई